जुन बेलामा यो सरकारले घिसिङ फाल्दै थिए, कुलमान घिसिङ हेटौडामा बत्ती बाल्दै थिए। चेपाङ बस्ती बत्ती बाल्दा खुसी थियो मन्नी, के थाहा उनलाई पदबाट खस्किँदैछु भन्ने। कस्ता कस्ता समाचार छापे इन्डियाले चिनले, कुलमान घिसिङ जस्तो मान्छे फाली छाडे यिनले। राम्रो काम गर्नेलाई त टिक्नै दिने हैन, आफूले चाहिँ राम्रा राम्रा भिजन लिने हैन। फसाइयो कि फसेका हुन् आफै यस्तो जालमा, छिम्ता भन्दा आफन्तीवाद हेरिन्छ नेपालमा। 8 पास गर्ने मान्छेहरूलाई देशको जिम्मा लाछन्, ब्याचलर मास्टर गर्नेहरू खाडीतिर गाछन्। देशलाई मान्छे चाहिएकै हो कुलमान बालेन जस्ता, उनीहरूको विरोध गर्ने आए कस्ता कस्ता। सोझा साझा जनताको दिल टुटाएरै छोडे, कार्यकाल नसकिँदै छुटाएरै छोडे। नेतालाई छ आराम जति नेतैलाई छ ऐसा, नक्कली हो भन्लान् भोलि 25 करोड पैसा। यस्तो लाग्छ आज भोलि न्यायालयका छ नेपालमा त, जसले जे गरे पनि भाछ। टडकैमा पैसा हाली जाँदै थिए चिनमा, गल्ती भनी जेलमा हैन छुट्छन् केही दिनमा। गरिबहरू गिट्टी फोर्छन् हिँड्छन् दाउरा चिर्दै, त्यस्तै त्यस्तै अपराधी चाहिँ हुन्छन् घुम्दै फिर्दै। छुट्न सके